1 सबैहरु छ 9 3 6 भनेपछि 18 19 आज यो इन्ट्रान्स परीक्षा यो नर्सरीदेखि कक्षा 9 सम्मको लागि भइरहेको छ। यो पूर्व निर्धारित कार्यक्रम थियो, त्यस कारणले गर्दाखेरि आज हामीले गर्नुपर्ने बाध्यता छ र आज हामीले कक्षा नर्सरीदेखि 9 कक्षासम्मको विद्यार्थी भाइ बहिनीहरूको लागि 2082 सालमा यस विद्यालयमा अध्ययन गर्नको लागि ती विद्यार्थी भाइ बहिनीहरूको प्रवेश परीक्षा भइरहेको छ। त्यसकारण अभिभावकजीहरू, विद्यार्थी भाइ बहिनीहरू, सबै नयाँ विद्यार्थी भाइ बहिनीहरू छन् र उहाँहरू उपस्थित हुनुहुन्छ। चाहिँ मित्र प्रसाद भण्डारी, तर मलाई गोपी भण्डारी भनेर चिन्नुहुन्छ सबैले। अनि आज यहाँ पब्लिक हाई स्कुलमा देखियो, के भएर आउनुभयो तपाईँ? मेरो छोरा छोरीलाई चाहिँ इन्ट्रान्स दिनको लागि ल्याएको। पहिला चाहिँ कता पढ्नुहुन्थ्यो? पहिला चाहिँ के इन्टरनेसनल स्कुलमा पढ्दै थियो मेरो नानीहरू। हजुर। अनि अहिले चाहिँ अब यहीँ ल्याउँ भनेर अलिकति अब सरकारी विद्यालय अलिकति व्यवस्थापन समितिहरूको पनि अलिकति राम्रो, अब हेर्दाखेरि समग्र रूपले चाहिँ अब सुनसरी जिल्लामै अलिकति अग्रस्तर 1 नम्बरमै पर्न सफल भएको स्कुल भएको कारणले अब अलिकति हामी चाहिँ नि हाम्रो प्यारेन्ट्सहरूको पनि अलिकति भावना अब सरकारी विद्यालय पनि बोर्डिङ स्कुलभन्दा कम रहेनछ भन्ने जस्तो हामीलाई अनुभूति भएको कारणले गर्दाखेरि चाहिँ हामीले यहाँ बच्चा ल्याएको हजुर। अब समग्र रूपले हेर्दाखेरि पनि अब मेरो आफन्तको बच्चाहरू पनि यहाँ पढ्नु भएको थियो, मेरो साइन्स विषयमा नि अहिले ब्याचलर पुगेको पनि छन्, मेरो सालो पनि यहीँ पढेको। उनीहरूको पढाइ हेर्दाखेरि पनि बोर्डिङभन्दा राम्रो छ उनीहरूको अहिलेको पढाइ। हस् हुन्छ हजुर। हेलो सर, गुड मर्निङ। आज चाहिँ हामी यहाँ चाहिँ क्लास एलकेजी को इन्ट्रान्स हुँदैछ अनि यो क्लासमा चाहिँ हाम्रो युकेजी को लागि हुँदैछ। युकेजी र एलकेजी को लागि पनि इन्ट्रान्स दिनु पर्यो? हजुर, हामी जस्ट हाम्रो चाहिँबाट चाहिँ केबाट छ भने अहिले चाहिँ फ्ल्यास कार्डहरू युज गरिरहेको छौँ। सर आउनुहोस् न, आउनुहोस् सर। हामी चाहिँ यसरी कार्डबाट अब उनीहरूलाई त अहिले नै लेखाएर गऱ्यो भने त झन् तर्सिन्छ स्कुलमा, त्यसले गर्दाखेरि हामी फ्ल्यास कार्डबाट चाहिँ नर्सरी एलकेजी युकेजीमा चाहिँ स्पेसली फ्ल्यास कार्डबाट युज गर्दैछौँ। अनि यहाँ हुँदैछ हाम्रो इन्ट्रान्स, बोर्डमा पनि लेख्नु भयो राख्नु र लिनुहोस् न छोरी तपाईँको पनि दिनुहोस् मलाई कार्ड। थ्याङ्क यू। वाउ, कस्तो राम्रो क्यामेरा हो। के हुँदैछ म्याम? यहाँनिर चाहिँ क्लास 3 को इन्ट्रान्स एक्जाम हुँदैछ नानीहरू। हजुर, क्लास 3 को लागि हो। अनि नानीहरूले गर्दैछन्, पढ्नु चाहिँ राम्रै छ। अनि म चाहिँ क्लास 9 मा पढ्छु। म 14 वर्षको भएँ। क्लास 9 मा पढ्छु? अहिले पढ्न लाग्यो यो वर्षदेखि। पढ्न एक्जाम दिन आएको? हजुर, इन्ट्रान्स गरिसक्यो? हजुर। ओके, अनि पहिला चाहिँ कहाँ बस्नु? पहिला काठमाडौँमा। किन पब्लिक नै आयो? पब्लिक राम्रो नि छ, अनि त्यसपछि राम्रो नामहरू पनि छ नि त चलेको, अनि त्यही भएर। मेरो नाम सायल मगर हो। म इलाम स्वेदन नगरपालिका वार्ड नम्बर 14बाट आएको। नाम आयुष बोरा, पास्थरबाट। पास्थरबाट आएको? पास्थरमा 1 क्लास पास गरिसक्यो? 1 क्लासको एक्जाम दिएको, रिजल्ट आएको छैन। अब यहाँ चाहिँ 9 क्लासमा पढ्नु भएको? अनि किन उहाँदेखि यत्रो टाढा? त्यहाँ इङ्ग्लिस मिडियमको स्कुलहरूको क्लास सक्यो अनि यहाँ नेपाली मिडियम मात्रै भएर यहाँ इङ्ग्लिसको लागि। I am Supriya Saili from Kerabai 6 Dagi Mora. I am 13 years old. There are so many schools in Dharan, right? Why did you choose to come here? Because I thought this school will be good for me because of this educational system of the school and others. How do you know that? My neighbors read in that and they suggest me to read in this school. Okay.
What did they say? What did they say about the school? They said you should join this school. It is very good, and it helps in a lot in extracurricular activities too, and educational system too. मेरो नाम सदीप बस्नेत हो। म काठमाडौँ भक्तपुरबाट आएको हो। कुन स्कुल पढ्थ्यौ तिमी पहिला? म बाल विकास इङ्ग्लिस सेकेन्डरी स्कुल। अनि वहाँदेखि किन धरानमा? मेरो घर छ त्यही भएर यतै आएको। अब यतै बस्ने हो धरानमै? अनि अहिले चाहिँ पब्लिक हाई स्कुलमा इन्ट्रान्स दिन आएको छौ है? हजुर। कति क्लासको इन्ट्रान्स हो? 7। अब तिमी 7मा जाने? अब 8मा। अब 8मा जाने। 7 पास गरिसक्यो तिमी? मेरो नाम चाहिँ मिना राई हो। म धरानी घरमा बस्छु। धरानी घरमा? हजुर। कसको लागि आउनुभयो? हजुर, म नानीको लागि हो। कति क्लासको? हजुर, अब 6मा। अब 6मा जाने? पहिला चाहिँ कहाँ पढ्थ्यौ? पहिला नोबेल एकाडेमी। कुन भन्नुभयो? नोबेल एकाडेमी सिर्जना छ। के कारणले गर्दाखेरि चाहिँ यहाँ पब्लिक हजुर, अब केही अब आर्थिक अवस्था अब आर्थिक स्थिति कमजोरले गर्दाखेरि चाहिँ अब केही यहाँ कम्ती हुन्छ के भनेर चाहिँ नानीलाई यहाँ चाहिँ लगाउनु आँटेको। मेरो नाम सुनिल श्रेष्ठ, धरान 16। धरान 16बाट आउनुभयो? हजुर। कसको लागि आउनुभयो? यहाँ छोरीको लागि 2 जना। कता पढिरहेको छ? पहिला हिमालयमा बोर्डिङ मेगा हिमालयमा। किन यसरी अब यसमा चाहिँ ट्रान्सफर? मेरो अब के यो पब्लिकमा के यसो राम्रो हुन्छ कता के हुन्छ भनेर मेरो अलिकति भराइसी उयसले पनि हो, अलिकति आर्थिकले गर्दा पनि हो होइन। पब्लिक स्कुलको बारेमा तपाईँले बाहिर के सुन्नुभएको? बाहिर अलिक राम्रै सुनिरहेको छु मैले, राम्रै सुनेर राम्रै उयो गरेर। पहिला हाम्रो फ्यामिलीहरू पनि पहिला यही स्कुलमा सानोमा पढेको भाइहरू, अब त्यही भएर अब अहिले अलिक राम्रो नै छ, राम्रो सुविधा छ, हरेक चिजको उयो राम्रो नै छ भनेर। My name is Yugani Shresha. I am from Dharan Mega Himalayan Boarding School. किन अहिले चाहिँ पब्लिक स्कुल पढ्नु मन लाग्यो? मम्मीहरूले अलिक यता यो पब्लिकमा राम्रो पनि छ भन्नुभयो। अनि यहाँ पढेको बच्चा इम्प्रुभै भएको सुनेको थिएँ क्या, त्यही भएर अनि मैले पनि यहीँ राखिदिने विचार गरेको। मेरो नाम गणेश मल्लिक हो। म धरानबाट बसेको। मेरो स्कुलको नाम विजयमाला हो। स्कुल कुन जिल्लामा छ? नेपालमा कतिवटा प्रदेश छ? यो प्रदेशको नाम के हो? तपाईँ बस्नु भएको प्रदेशको नाम?